हस्त नमस्कार सम्पूर्ण दर्शक महानुभावहरूलाई मेरो भगवती भण्डारी युट्युब च्यानलमा तपाईँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। आज हाम्रो यस विजया मावि दुल्लुमा हुन गइरहेको छ, जो आँखा अस्पताल र दुल्लु नगरपालिकाको आयोजनामा जो दृष्टि सम्बन्धी समस्या भएका व्यक्तिहरूको लागि उनीहरूलाई सदाका लागि दृष्टि सम्बन्धी समस्या भोग्न नपरोस् भन्ने उद्देश्यले यो शिविर सञ्चालन गरिएको छ र त्यहाँ म पनि आएको छु। केही अपाङ्गता भएका व्यक्तिहरू आउनुहुन्छ होला, केही सपोर्ट गर्न सकिन्छ कि र केही सहजीकरण गर्न सकिन्छ कि भन्ने उद्देश्यले चाहिँ म उद्देश्य बोकेर चाहिँ यहाँ आएको छु, हजुरहरू समक्ष आएको छु। अनि के छ अब बाँकी अरू केही कुराहरू पनि म त्यहाँ चेक गरेको, केही अरू उपचारहरू गरेको चाहिँ तपाईँहरूलाई देखाउने नै छु। र मेरो युट्युब च्यानलमा सब्सक्राइब गरिदिनु होला, लाइक सेयर सब्सक्राइब गरिदिनु होला। र केही त्यस्तो मैले बोल्न केही समस्याहरू भयो भने, त्यस्तो केही बिगारेको जस्तो लाग्यो भने तपाईँहरूकै सल्लाह सुझावले नै हामी अगाडि बढ्नेछौँ भन्न चाहन्छु। र बाँकी अर्को भिडियोमा भेट्ने बाचा साथ म अहिले यस भगवती भण्डारी युट्युब च्यानलबाट बिदा हुने अनुमति चाहन्छु। हस्त नमस्कार।